नमस्कार, मेरो नाम मनोज कुमार प्रधान हो। 2020 27 तारिकको दिन जुन चाहिँ बीटीआर चुक्ति भयो, त्यो चुक्तिले हामीलाई समस्त बीटीआर वासीलाई शान्ति छायो भनौँ एक किसिमको, र आउँदो दिनहरूमा शान्ति हुनेछ। जस्तै कि एनडीएफबी र हामीहरूको आसाम सरकार र सेन्ट्रल गभर्मेन्टको तत्वावधानमा जुन चाहिँ बीटीआर चुक्ति भयो एप्सु सहित, र आउँदो दिनहरूमा बीटीआर चुक्तिले हामीहरूलाई शान्ति छाओस् भन्ने आशा राख्छौँ हामी। र बीटीआर चुक्तिमा हामीहरूको पनि केही अवदान आएको छ, जस्तै कि चिराङ जिल्लामा गोर्खा भवन, र जस्तै कि आदिवासीको लागि बिर्सा मुण्डा भवन र वीर चिला राई भवन, यस्तै किसिम विभिन्न जातको लागि योपालि बीटीआर चुक्तिमा आएको छ, र विभिन्न जातले यहाँनिर आफ्नो क्यान्डिडेट पनि पाएको छ। र आउँदो दिनहरूमा हामीले बहुतै आशावादी छौँ। जुन चाहिँ हामी हाग्रामाले माटोको अधिकार नदिएको कुरोहरू छ, हामीहरू विभिन्न जात जातिहरूलाई, र अब आउँदो दिन बीटीआर चुक्तिमा जुन भोट हुन गइरहेको छ, त्यो भोटमा विपुल भोटमा हामीले प्रमोद बोडोज्यूलाई विजयी गर्यौं भने हामीहरूले पक्कै माटोको समस्या पनि हामीहरूको हल हुनेछ। र हामीहरूको जुन चाहिँ नेपाली भाषिक नेपाली एमआइएल पढ्न पाउने विभिन्न किसिमको 11 बुँदे सहमति हामीहरूको भएको छ, जुन चाहिँ बीटीआर गोर्खा समाजसँग, र यी कुनै 11वटा दफा लिएर भएको छ। यो 11वटा दफा बीटीआर जुन चाहिँ भोट पछि प्रमोद बोडोज्यूले जितेपछि हामीहरूको पक्कै पूर्ण गरिदिनुहुन्छ भन्ने हामी समस्त बीटीआर गोर्खावासी आशावादी छौँ। आज विगत दिनहरूमा जुन चाहिँ हाम्रो बीपीएफ सरकारले शासन गरिआएको थियो, र त्यतिखेला हामीहरूले पनि हामीहरू समस्त बीटीसीवासी भनौँ, बीटीसीवासीले हामीहरूले समस्त बीटीसीवासीले हलोको चिन्हमा नै भोट दिएको थियौँ, र बीपीएफलाई जययुक्त गराएका थियौँ 17 वर्ष। र आज हामीहरूको त्यसको परिणाम हामीहरूलाई केही आएन, हामीहरूको जातले केही पाएन, र कुनै हल पाएन। त्यहाँ माटोको समस्या होस्, एउटा 10-20वटा समस्यामा एउटा समस्या पनि हामीहरूको हल भएन। र आउँदो दिनहरू जति पनि हामीहरूको बीपीएफ कर्मीले करप्सन गरो, र 17 वर्ष हाम्रो शासनकालमा हामीले रोडको उत्तर भेगमा हाम्रो केही उन्नयन भएन, र हामी आज समस्त बीटीआर गोर्खावासी आज हामीहरू जुन चाहिँ बीटीआर चुक्ति गर्ने जुन चाहिँ पार्टी हो, त्यो पार्टीलाई लिएर हामीहरू आज परिवर्तन गर्ने आशावादी छौँ, र परिवर्तन गर्नु पनि पर्छ, हुन्छ पक्कै। र हामी आज हाम्रो कोक्राझार जिल्लाको 8 नङ दोतमा समष्टिको जतिरेन्द्रनाथ ब्रह्मज्यूलाई विपुल भोटमा ट्र्याक्टरको छविमा भोट दिएर विपुल भोटमा विजयी गराउँ, र हामी गराउँछौँ नै अवश्य।